खाइगो सिसेजुमा खाइगो फुकुसिसी भएर काम गर्दै मैले चाहिँ के गर्दैछु भनेर म आज तपाईहरुलाई सोकाइ गर्छु ल। म चाहिँ जापानमा एउटा फुल टाइम वर्कर हो एज अ केयर वर्कर। मैले विगत 3 वर्षदेखि सर्टिफाइड केयर वर्कर भएर चाहिँ खाइगो सिसेजुमा काम गरिरहेको छु। अहिले चाहिँ मेरो तेस्रो वर्ष हो। खाइगोको काम सँगसँगै मैले पढेको यो सेन्मोन गाक्को अहिले आउनु भएको नयाँ भाइ बहिनीहरुको चाहिँ एज अ सपोर्टरको रूपमा पनि काम गरिरहेको छु। सपोर्टर भएर सेकिनिङ लिइसकेपछि चाहिँ हामी उनीहरुलाई चाहिँ एकाजु गर्न हुने प्रब्लमदेखि लिएर आरुबाइतोहरुमा हुने प्रब्लमदेखि लिएर सबै कुराहरुमा चाहिँ कन्सल्ट गर्छौं कि त्यसमा प्लस पढाइको कुरा त अफ कोर्स हुने नै भयो। अहिले चाहिँ हाम्रो गाक्कोले चाहिँ कोक्सी थाइसाको चाहिँ सुरु गरिसकेको छ। यो दिनबाट चाहिँ इसिनेन्सेको पनि कोक्सी थाइसाको सुरु भएको छ। कोक्कास्केन आउन त यत्रो धेरै टाइम छ, कति छिटो सुरु भएको जस्तो लाग्यो होला है तपाईहरुलाई पनि। हरेक वर्ष स्कुलले एकदमै धेरै राम्रो रिजल्ट निकाल्ने भएकोले अहिले चाहिँ र्युगाक्से पनि धेरै छ अनि त्यही भएर चाहिँ छिटै नै कोक्सी थाइसाकोहरु चाहिँ सुरु गरिरहेको छ। हामीले चाहिँ काम गर्दै गर्दै महिनामा एकचोटी चाहिँ स्कुलमा गए उनीहरुले कोक्सी थाइसाको गरिरहेको ठाउँमा गएर चाहिँ एज अ ट्रान्सलेटर एज अ सपोर्टरको रूपमा चाहिँ काम गर्नुपर्ने हुन्छ। अनि क्लास लिगिसकेपछि चाहिँ हाम्रो होम पेजको लागि प्रोफाइल फोटोहरु लिनुपर्ने थियो। अनि त्यसको लागि चाहिँ हाम्रो गाक्कोको फोटोग्राफरले चाहिँ हाम्रो फोटोहरु खिचिदिनु भयो। सानचान र म चाहिँ यो गाक्कोको फर्स्ट र्युगाक्से हो। हामी चाहिँ यो गाक्कोको निजी योङकिसेको चाहिँ दोउकी हो। तपाईहरु पनि खाइगो पढ्न चाहनुहुन्छ, इन्ट्रेस्टेड हुनुहुन्छ र गाक्को खोजिराख्नु भएको छ भने चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ है त।